मिल्ने साथी विराजले एक दिन स्कुलबाट फर्किँदा भन्यो, तिहारमा त एउटा पोस्ट कार्ड दे है सुशील, कति कातर भएको त। अरूले पट्याउँला है रिधिमालाई, अरूले पट्याउँला है रिधिमालाई भन्ने उसको वाक्यले झस्स छातीमा खोज्यो। फुलै फुलको पोस्ट कार्डमा राता नीला अनि हरिया कलमहरूले लेखे, जीवन भनेको वसन्त मात्र होइन, तुसारे शिशिर पनि हो। फुलको कालीन मात्र होइन, तिखा जङ्गली काँडाहरू पनि हो। साभार गरिएका थिए पोस्ट कार्डका लाइनहरू। पोस्ट कार्ड दिइयो, च्यातियो रे, विश्वासै भएन। उसको क्लासको झ्यालमा गएर हेरे, च्यातिएका टुक्राहरू झ्याल बाहिरको छतको टबबाट मलाई जिस्काइरहेको थियो। यसै मन मर्यो, प्रेमपत्र लेख्न खोज्दै थिए। पोस्ट कार्ड नै टुक्रा टुक्रा पार्ने हातहरूले प्रेमपत्रको के भिचली गराउँथ्यो होला। नदिएको ठिकै भयो। उता प्रेमपत्र च्यातिन्थ्यो, यता मुटु टुक्रिन्थ्यो। कम्तीमा पोस्ट कार्ड त च्यातियो, त्यसमा त म प्रेम गर्छु, संसारकै सबैभन्दा बढी माया गर्ने प्रेमी मनै हो भनेर लेखेकै छैन। दर्शकबिन नमस्कार, तपाईहरूलाई याद च्यानलमा हार्दिक स्वागत छ। सदाको दिनहरूमा तपाईहरूले मनछुने भनाइहरू सुन्दै आइरहनु भएको थियो। आजको भिडियोमा भने तपाईहरूले कथा सुन्न पाउनुहुनेछ। सन्तोष खतिवडाले लेख्नु भएको फक्रेन गुलाफ शीर्षकमा रहेको कथा आजको भिडियोमा प्रस्तुत गर्दैछु। कथा कस्तो लाग्छ कमेन्ट बक्समा अवश्य लेख्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला, साथै नजिकैको बेल आइकन दबाउनुहोला। गोडाफाट सतर्क, म्याथ टिचरले पिटी खेलाउनुहुन्थ्यो। 10 मिनटको पिटी खेलेपछि राष्ट्रिय गान गाएर सबैजना आफ्नो आफ्नो क्लासमा छिर्ने गर्थ्यौँ। म कक्षा 8मा पढ्थेँ अनि उनी कक्षा 7मा पढ्थिन्। हाम्रो उचाइ अनुसार सानाहरू अगाडि उभिन्थे अनि ठुलाहरू पछाडि। उनी सानी थिइन्, मसँगैको लाइनमा, तर अगाडि हुन्थिन्। रातो रिबनले दुईवटा मसिना सुन्दर चुल्ठा टाउकोमा बाँधेकी हुन्थिन्। मलाई ती राता रिबनका फुलहरू लालीगुराँस जस्तै सुन्दर लाग्थ्यो। उनका गोरा गलामा साना साना मोतीका सीता माला दिनको उज्यालोमा पनि चम्किएर मेरो आँखामा आउँथे। उनका सर्ट र स्कर्टमा क्रिजहरू असाध्यै मिलेका हुन्थे। सफा मुहारमा बचपना मात्र हुन्थ्यो। शालीन र सुशील थिइन् उनी। म उनलाई प्रेम गर्थेँ। म मात्र होइन, मेरो कक्षा र उनको कक्षाका अरू 10 जनाले उनलाई प्रेम गर्थे। एउटा साथीले प्रथम 10 को लिस्ट निकाल्यो। आश्चर्य, उसको लिस्टमा म 10औं स्थानमा मात्र थिएँ। मैले बनाएको लिस्टमा म प्रथम थिएँ, तर उनको लिस्ट उनीसँगै थियो। त्यहाँ म नहुन पनि सक्थेँ। बाल सुलभ मस्तिष्कमा त्यो बाल प्रेम झनै बुन्दै गयो। आँखा चिम्लिँदा उनी पो आँखा अगाडि आउन थालिन्। कहिले साइकल चढेर टिङटिङ घन्टी बजाउँदै आउँथिन्, कहिले त्यही रातो रिबनमा आउँथिन्, अनि कहिले पातलो स्लिभलेस टप र त्यस्तै पातलो हाफ प्यान्टमा आउँथिन्। मैले आँखा अगाडि उनी यसरी आउनुलाई म आफू प्रेममा पुरै डुबेको, संसारकै सबैभन्दा बढी प्रेम गर्ने प्रेमीको श्रेणीमा राखे। मेरो प्रेमलाई 100मा 100 अङ्क दिए। उनले कति दिन थाहा छैन, उनले 100मा 0 दिन पनि सक्थिन्। स्कुलमा र गाउँमा सांस्कृतिक कार्यक्रम हुन्थे। उनी नाच्थिन्, गाउँथिन् पनि। संसारकै सबैभन्दा बढी माया गर्ने प्रेमी म। उनको सम्झनाको लागि उनको केही सामान आफूसँग हुन जरुरी थियो। म उनलाई मात्र होइन, उनको गाउँ, उनका आफन्तहरू र उनीसँग जोडिएका हरेक चिजलाई प्रेम गर्न थालेको थिएँ। सांस्कृतिक कार्यक्रमको लागि उनीहरू नृत्य प्र्याक्टिस गर्न रुमभित्र छिर्थे। हामी केटाहरूलाई भित्र छिर्न अनुमति हुन्नथ्यो। हामी बडीगार्ड जस्तै बाहिर बस्थ्यौँ। ढोकाको पालबाट म पनि च्याउँथेँ। यसरी च्याउनेको पनि ठुलै भिड हुन्थ्यो। आफूले एकचोटि हेरेपछि अर्कोचोटि हेर्न कुरेरै बस्नुपर्ने, धित मारेर हेर्न पनि नपाउने। उनको केही सामान भए जीवनभर आफूसँगै राख्थे, उनले दिएको उपहार सम्झेर। अब उनको सामानको पो लोभ लाग्न थाल्यो मलाई। उनले प्रयोग गरेको वा उनले छोएको सामानमा म उनको न्यानो स्पर्श, पवित्र प्रेम र सम्पूर्ण उनीलाई महसुस गर्न सक्थेँ। अझ उनको केही सामान आफूसँग भए उनको अरू प्रेमी भन्दा फरक पनि त हुन्थे। उनको जुत्ता मेरो आँखा अगाडि थियो। केटीहरू जुत्ता बाहिर फुकालेर कोठाभित्र छिर्थे। जुत्ता नलगाई नाच्न सायद उनीहरूलाई सजिलो हुन्थ्यो होला। मैले सोचे, उनको जुत्ता नै लग्नुपर्छ कि क्या हो। प्रेमले अङ्गलाई छुवाउँदैन। खुट्टामा चुम्बन गर्न र ओठमा चुम्बन गर्न एउटै मान्छ प्रेमले। प्रेमलाई स्तन
नितम्ब र तिक्राको परिभाषा एउटै लाग्दछ। उनको जुत्तालाई पनि प्रेम गरे मैले। दायाँ बायाँ हेरे, सबै साथीहरू ढोकाको अन्तरामा झुम्मिएका थिए। उनको एउटा जुत्ता टपक्क टिपे, छाती नजिक ल्याएर दुईटै हातले समातेर त्यहाँबाट कुलेलाम ठोके। घर पुगेपछि सम्झे उनी अब घर कसरी जान्छन्। मैले त एउटा जुत्ता नै बोकिदिए। म स्वार्थी भए। जोसुकै गरी जाओस्, लगाउँछे होला साथीको। घरमा आमाले के लिएर आएको भनेर सोध्नु अगाडि आफ्नो कोठामा आइपुगे। अब कहाँ राख्ने? मैले धेरै नै सङ्घर्ष गरेर लिएर आएको प्रेमको उपहार, उनको उपहार, मलाई उनले नदिएको तर म भित्र कि उनीले दिएको उपहार खाटको मुनितिर राख्ने निधो गरे। सबैभन्दा सुरक्षित त्यही ठाउँ हुन सक्थ्यो, तर गोडापट्टि राख्ने हिक्मत भएन। मेरो प्रेमिकाले दिएको उपहार, त्यसैले खाटको सिरानी मुनि राखे। ढुक्क भयो। उनलाई नपाए पनि उनको सामान त मसँग छ। लामो लिस्टको 9 जनालाई जितेर प्रथम भए जस्तो लाग्यो। भोलिपल्ट स्कुलमा हल्ला भयो। रिधिमाको एउटा जुत्ता कसैले चोर्यो रे। म गमक्क परेर बसेँ। मलाई के थाहा को हो चोर? म होइन क्यारे, म त प्रेमी पो हो त। प्रेमी चोर र चोर मात्रमा धेरै भिन्नता छ। प्रेमी चोर हुनु त राम्रो कुरा पो हो त। रिधिमा ठुली भइन्, म पनि उनीसँगै ठुलो भए। उनीभन्दा अगाडि म पो ठुलो भए। स्कुल पहिले नै छोड्ने भए, किनकि उनीभन्दा एक कक्षा माथि थिए। रिधिमाले उनकै कक्षाको विनोदलाई मन पराउँछिन्। स्कुलभरि हल्ला भयो। एक दिन समय निकालेरै तुलना गरे विनोद र आफूमा। विनोदभन्दा आफू कता हो कता राम्रो पाए। रिधिमा मूर्ख रहेछे। म जस्तो संसारकै सबैभन्दा बढी प्रेम गर्ने प्रेमीलाई मन पराइन। त्यो फुट्के विनोद के मन परेको त्यसलाई? आफ्ना नजिकका 2 जना साथीको अगाडि गाली गरे रिधिमालाई। दसैँ आयो गयो पनि एक साल मात्र होइन, हरेक साल आउँछ अनि जान्छ। दसैँले मेरी मायालुसँग मलाई नजिक बनाए पो त्यो दसैँको विशेष महत्त्व भयो त। यसै आउने अनि जाने दसैँको पनि मलाई त्यति वार्ता भएन। दसैँपछि स्कुल फेरि सुरु भयो। मिल्ने साथी विराजले एक दिन स्कुलबाट फर्किँदा भन्यो, तिहारमा त एउटा पोस्ट कार्ड दे है सुशील, कति कातर भएको त। अरूले पट्याउँला है रिधिमालाई, अरूले पट्याउँला है रिधिमालाई भन्ने उसको वाक्यले झस्स छातीमा खोज्यो। फुलै फुलको पोस्टकार्डमा राता नीला अनि हरिया कलमहरूले लेखे, जीवन भनेको वसन्त मात्र होइन, तुसारे शिशिर पनि हो। फुलको कालीन मात्र होइन, तिखा जङ्गली काँडाहरू पनि हो। साभार गरिएका थिए पोस्टकार्डका लाइनहरू। पोस्टकार्ड दिइयो, च्यातियो रे, विश्वासै भएन। उसको क्लासको झ्यालमा गएर हेरे, च्यातिएका टुक्राहरू झ्याल बाहिरको छतको टबबाट मलाई जिस्काइरहेको थियो। यसै मन मर्यो। प्रेमपत्र लेख्न खोज्दै थिए। पोस्टकार्ड नै टुक्रा टुक्रा पार्ने हातहरूले प्रेमपत्रको के बिचली गराउँथ्यो होला। नदिएको ठिकै भयो। उता प्रेमपत्र च्यातिन्थ्यो, यता मुटु टुक्रिन्थ्यो। कम्तीमा पोस्टकार्ड त च्यातियो। त्यसमा त म प्रेम गर्छु, संसारकै सबैभन्दा बढी माया गर्ने प्रेमी म नै हुँ भनेर लेखेकै छैन। चटक्कै भुल्न खोजे। स्कुल छाडेको 15 वर्ष भयो, तर रिधिमालाई भुल्नै सकिन। उनको जुत्ता उनकै विवाहको दिन सिरानी मुनिबाट करेसाबारीमा फालिदिए, तर याद फाल्नै सकिन। स्कुल छाडेको 15 वर्षसम्म पनि जब म रिधिमालाई सम्झन्थे, मन कता कता गरुङ्गो भएर आउँथ्यो। छातीभित्र देब्रेतिर दुखे जस्तो आँखा पनि टोलाउन थाल्थे। प्रेम भन्ने कुरा नै यस्तै रहेछ। दिन र वर्षहरूले यादलाई भुलाउन नसकिदो रहेछ। एक दिन म आफ्नो पुरानो अकाउन्ट बन्द गर्न एभरेस्ट ब्याङ्कमा गएको थियो। इन्क्वायरी काउन्टरको अगाडि रिधिमालाई देखेँ। काउन्टर अगाडि गएर कापेको स्वरमा सोधेँ, रिधिमाजी होइन? उताबाट जवाब आयो, हो। म रिधिमालाई चिनाउन चाहन्थे या उनीसँग अलि बढी समय बोल्न चाहन्थे। फेरि सोधेँ, मलाई चिन्नुभयो? जवाब नपाएको भए खुसी हुन्थ्यो मनबरु। चिनिन, चिनिन भन्ने जवाफले मुटु चिरा चिरा पारे जस्तो लाग्यो। काउन्टर अगाडिबाटै प्रण गरे, अब त ज्यान गए पनि याद गर्दिन यो घमण्डी केटीलाई। घर आए, करेसाबारीमा उनको जुत्ता छ कि भनेर खोजे, भेटिन। आनन्द भयो। अब उनलाई याद गर्न केही सामान पनि छैन। आज उपरान्त उनलाई पटक्कै सम्झिन्न। फेरि प्रण गरे, तर याद त्यसरी नमेटिदो रहेछ। कसैको सामान आफूसँग हुनु नहुनुले पनि याद कम या बढी नहुँदो रहेछ। कपडा निचोरे जस्तो गरेर मनलाई निचोरेर सम्झना र माया फाल्न नसकिदो रहेछ। यो घटनाको केही वर्षपछि म अध्ययनका लागि बेलायत गए। म संसारकै सबैभन्दा बढी माया गर्ने प्रेमी। उनलाई बस चढेको हेरे, उनको पछि पछि बस चढे, तर उनको अगाडि गएर म तिम्रो प्रेमी सुशील हो भनेर परिचय गराउने हिक्मत जुटाइन। उनले फेरि चिन्न इन्कार गरिन् भने संसारका सम्पूर्ण म जस्ता प्रेमीहरू उनीसँग दुखी हुन्थे। त्यसैले उनको अगाडि नै गइन।
उनी बेलायतमै छिन् र हाम्रो आसपासमै बस्छिन् भन्ने अड्कल भने काटे। उनले मलाई देखिन् वा देखिनन् थाहा भएन। देखिनन् नि, देखेको भए विदेशमा त कम्तीमा बोल्थिन्। रमाइलो लाग्यो सान्त्वनामा मात्र पनि। आफ्नो देशमा रहँदा दिल खोलेर देशलाई सराप्नु अनि विदेश गएपछि देशलाई सम्झनु हामी जस्ता विदेशी नै सबैको नियति। बिरामी हुँदा त अझ धेरै याद आउँछ आफ्नो ठाउँको। म पनि आफ्नो सानो कोठामा बसेर बिरामी शरीर अनि मनले देशलाई सम्झिँदै थिएँ। म संसारकै सबैभन्दा बढी माया गर्ने प्रेमी। आफ्नो प्रेमिकाको खोजीमा यसरी भौतारिनुलाई पागलपन होइन, पागल प्रेमको नाम दिए। मैले रिधिमालाई गरे जस्तै, रिधिमाको कपालको चुल्ठो अनि गलाको मोतीको मालालाई गरे जस्तै। अरूलाई भए त सहयोग गर्ने म सागर जस्तो मित्रलाई सहयोग गर्न के पछि पर्थे र? मैले अनुसाको मम्मीलाई सागरको प्रेम प्रस्ताव र एउटा सुन्दर गुलाबको फुल लगिदिनु थियो अनि कृष्ण दाईलाई सम्झाउनु पर्ने थियो। सागर जस्तो योग्य र लायक छोराको विवाह कुनै डाइभोर्सी बच्चा सहितको केटीसँग गर्नलाई मन्जुरी सहजै दिँदैनथे कृष्ण दाईले। एउटै कुराको जिम्मेवारी लिएर म अनुसाको हात समात्दै क्विन्स रोडमा रहेको अनुसाको घरमा पुगेँ। मैले सोच्दै नसोचेको कुरा भयो। हातमा भएको गुलाबको फुल खोज्न खोज्यो। हात समातिरहेकी अनुसा दौडिँदै आमा भई ठाउँमा पुगिन् र सागर अङ्कलको साथी भन्दै मलाई परिचय गराइन्। म उनीसँग परिचित थिएँ या थिएन त्यो उनलाई थाहा होला, तर उनी मसँग परिचित थिएन। उनी मेरी प्रेमिका रिधिमा थिइन्। अनुसाले हात समातेर सोफामा बसाइन्। रिधिमा मात्र भएको भए नबसाउन पनि सक्थिन्, सुशीललाई नचिन्न पनि सक्थिन्, तर सागरको साथी सुशीललाई चिनिछिन्। हाँसिन् पो त। 17 वर्ष अगाडिदेखि त्यो हाँसोको लागि कति व्यग्र थिएँ म। सम्यक पनि कस्तो, सुशीलले कहिले पाएन त्यो मुस्कान, तर सागरको साथी सुशीलले पहिलो भेटमा नै पायो। हातको गुलाफ दिँदै भने, रिधिमाजी, मेरो साथी सागरले तपाईँलाई असाध्यै माया गर्छ, तपाईँसँगै जीवन बिताउन चाहन्छ। उसको तर्फबाट यो मिठो उपहार। उनी मेरो नजिक आएर गुलाफलाई स्वीकारिन्। मेरो आँखा अगाडि उनको जुत्ता पो आए अनि उनी आइन् त्यो रातो रिबनले 2 चुल्ठा बाटेर, गलामा मोतीका हार लगाएर। कति खुसी थिइन् मेरी रिधिमा। म पनि उतिकै खुसी थिएँ। धेरै वर्ष अगाडि मेरो पोस्टकार्ड च्याति दिएकी रिधिमा आज मैले दिएको प्रेमको उपहार गुलाबको फुल स्वीकार गर्दैथिन्। मेरो जीवनको सबैभन्दा ठुलो खुसीको क्षण। मेरी प्रेमिका जसले मलाई चिन्न धेरैपल्ट इन्कार गरिन्, आज मेरो हातबाट पहिलोपल्ट उपहार लिँदै थिइन्। एकाएक मेरो अनुहार अँध्यारो भएको महसुस भयो मलाई। मुटुमा भित्र कता कता दुख्यो। पोस्टकार्ड च्यातिँदा पनि त्यस्तै दुखेको थियो। हातहरू कमजोर भएर काप्न थाले। खुट्टा गलेर शरीरलाई धान्न नसक्ने भए। उनको मुस्कानले गिजाए जस्तो लाग्यो। त्यहाँ उभिने सामर्थ्य पनि थिएन मलाई र अनुसातिर फर्केर बाई भन्दै बाहिरिए। अनुसा बोलाउँदै थिइन्, अङ्कल पर्खिसु न, मम्मीले चिया बनाउनुहुन्छ, चिया खाएर गइसु न। म पछाडि फर्कनै सकिनँ, त्यो घरलाई हेर्नै सकिनँ। अनुसा भने, अङ्कल अङ्कल भनिरहेकी थिइन्। रिधिमा सायद अन्यलमा थिइन्, तर उनको लागि केही मिनेटको अन्यल थियो त्यो। मेरो त जीवन नै एउटा अन्यल भएको थियो। कृष्ण दाईले पनि सागरको प्रेमलाई स्वीकारे। मेरो ठुलै भूमिका थियो कृष्ण दाईलाई सम्झाउनमा। मनको कुनामा कतै कृष्ण दाईले नमाने पनि हुन्थ्यो भन्ने लागेको थियो, तर त्यस्तो भएन। मेरो आत्मीय साथी सागरलाई दोस्रो जीवन साथीको रूपमा पाएकी थिइन् मेरी रिधिमाले। रिधिमा र सागरको विवाहको दिन बिहानै मैले भिक्टोरिया बस स्टेसनबाट नेसनल एक्सप्रेसको बसमा चढेर कार्डिफ सिटी जाँदा म बरबराइरहेको थिएँ। रिधिमा, म संसारकै सबैभन्दा बढी माया गर्ने प्रेमी पो त। तिम्रो खुसीको लागि हिजोदेखि आजसम्म सधैँ आफूलाई समर्पित गरे। अब त मलाई चिन्न इन्कार नगर ल।